नेपाल आर्मीमा चाहिँ ठुलो भ्याकेन्सी खुलेको छ है, धेरै ठुलो जनसङ्ख्यामा भ्याकेन्सी खुलेको छ र यो भ्याकेन्सी के हो भने तपाईँ हेर्न चाहनुहुन्छ भने म तपाईँलाई देखाउँछु। पहिला त तपाईँले गुगल क्रोममा जानुहोला। तपाईँले यहाँ टाइप गर्नुहोला https://vacancy.nepal.army.mil.np मा जानुहोला। तपाईले यहाँ आइसकेपछि अब यहाँ भनेको छ, यहाँ हेर्न सक्नुहुन्छ। पहिलो नम्बरमा यहाँ छ सैनिक प्राण प्राविधिक हवाई विविध सेवा तर्फका लागि खुल्लाको लागि छ। यो खुल्लाको लागि खोलेको छ भने तलको छ यो चाहिँ तपाईहरु आर्मीमै हुनुहुन्छ भने यति हैन, तपाईहरुलाई माथि तह गर्न चाहनुहुन्छ त्यसको लागि। ल हामी चाहिँ अहिले खुल्लाको हेर्नेछौँ। जस्तै मैले यसलाई डाउनलोड गर्छु, डाउनलोडमा क्लिक गर्छु र म तपाईलाई एप्लाई गर्न पनि सिकाउँछु है। यसमा मैले डाउनलोड गरेँ। मेरो नेट स्लो भएको कारणले चाहिँ डाउनलोड कठिलो भइरहेछ। डाउनलोड यहाँ डाउनलोडमा हेर्न सक्नुहुन्छ। नेपाली सेना श्री भर्ना छनौट निर्देशालय छ हैन। अनि अब तपाईले चाहिँ यहाँ चाहिँ अब यो खुल्लाको लागि चाहिँ यो तपाईले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। तपाईले अब आवश्यकता अनुसार हैन तपाईले चाहिँ कुन पद सुहाउँछ हैन, त्यसमा चाहिँ तपाईले फर्म भर्न सक्नुहुन्छ है। तपाईले पहिला यहाँ हेर्नुहोस् र यहाँ चाहिँ अब विज्ञापन नम्बर छ। दस्तखत पेश गर्ने स्थान चाहिँ भनेको छ दस्तखत। अब त्यो भनेको छ 2082 12/27 गतेदेखि मिति 2083 1/26 गतेसम्म जबरदस्त बुझाइ 2083 1/27 गतेसम्म छ र त्यसै गरी चाहिँ भने तपाईले हेर्न सक्नुहुन्छ। अब आवश्यक योग्यता चाहिँ छ, योग्यता चाहिँ यहाँ दिएको छ। शैक्षिक योग्यता छ। शैक्षिक योग्यता चाहिँ तपाईको विज्ञापन 65 को लागि चाहिँ तपाईलाई चाहिँ अब नर्सिङ विषयमा छ। त्यस्तै गरी 66 को लागि चाहिँ पासो ओभरसियर को लागि छ। तपाईले यस्तै हेर्दै जानुहोस्। तपाईलाई चाहिँ अब तपाईको चाहिँ कुन योग्यता छ हैन, तपाईलाई चाहिँ कुन पद एप्लाई गर्दा तपाईले चाहिँ ठीक हुन्छ हैन, तपाईको एजुकेसन अनुसार चाहिँ तपाईले चाहिँ एप्लाई गर्नुहोस्। अब म यति भइसक्यो। तपाईलाई चाहिँ यो अनलाइनबाट फर्म कसरी भर्न सकिन्छ भनेर चाहिँ म तपाईलाई त्यहाँ लिन चाहन्छु। यो हेरिसकेपछि तपाईले चाहिँ अब आफूलाई चाहिँ कुन उपयुक्त छैन त्यसको लागि चाहिँ अब त हामीले जानुपर्ने हुन्छ। फेरि गुगल क्रोममा जानु होला। क्रोममा गएपछि अघिको वेबसाइटमा जाने हामीले। यो वेबसाइट पनि म तल डिस्क्रिप्सनमा तल राख्दिन्छु म मेरो। मैले इन्टर गरेँ। इन्टर गरिसकेपछि अब यसमा चाहिँ अब एप्लाईमा क्लिक गर्नु होला।